हाई गाइज आज चाहिँ हैन काम चाहिँ छुट्टी थियो अनि त्यसपछि मलाई चाहिँ मोमो खान मन लाग्यो अनि त्यसपछि साथीलाई फोन गरेर आऊ न त मोमो खानलाई भनेको अनि काम सकेर म बेलुका मात्रै आउँछु भने अनि म चाहिँ सामान किन्नलाई गएँ मोमोको लागि सुपातिर ल नि त बेलुका आऊ तिमी चाहिँ भनेर अनि त्यसपछि त्यहाँबाट यो यस्तो कलरको तरकारीहरू हेर्दै थिएँ यस्तो कलरको कोपी देखेँ त्यो चाहिँ मैले फर्स्ट टाइम देखेको अनि त्यही भएर भिडियो लिएको अनि त्यसपछि बन्दा लिएँ अनि यो बन्दाहरू टमाटरहरू भेजिटेबलहरू के सबै हैन प्राइस चाहिँ सस्तो थियो क्या भर्खर हामी जापान आउने बेला चाहिँ अलि सस्तै थियो अनि त्यो पनि क्या महँगो लाग्थ्यो क्या अनि अहिले त डबल जति भइसकेछ क्या त्यो नि कस्तो कति प्राइस बढेको है यो सामानहरूको पनि खानै नसक्ने गरी अनि त्यहाँबाट किमाको लागि मासु लिएँ अनि त्यसपछि त्यो बेलेकै त्यो पुरी पाउँछ क्या अनि त्यो चाहिँ लिएँ अनि यो धनियाँको प्राइस देखेर चाहिँ म चाहिँ झन्डै ढलेँ हैन त्यसपछि घर फर्केँ अनि घर फर्केर आएर चाहिँ अनि म चाहिँ एकछिन सुतेँ अनि सुतेर उठेर चाहिँ बल्ल अनि किमाहरू बनाउन थालेँ अनि फोन गरेको अनि फेरि अझै टाइम लाग्छ भने साथीले चाहिँ अनि त्यसपछि किमा बनाउन थालेँ म चाहिँ अनि यो चाहिँ किमा हो यतिखेर चाहिँ रातिको 9-10 बजिसकेको थियो क्या उसको चाहिँ कामै छुट्टी भएको थिएन अनि त्यसपछि अचार भन्यो अचार चाहिँ कस्तो मिठो भएको थियो क्या अनि यो चाहिँ अचार हो अनि त्यसपछि यो चाहिँ किमा र मेरो अचार अनि त्यसपछि मोमो बनाउन थालेँ अनि त्यसपछि मोमो पनि पाक्यो अनि त्यसपछि साथी पनि आयो अनि हामी चाहिँ खान लाग्यो अनि मोमो खाने बेला चाहिँ लगभग 12-1 जति बजिसकेको थियो क्या रातिको अब चाहिँ हामी सुत्छौँ होला गुड नाइट।